हेलो गाइज गुड मर्निङ। आज चाहिँ हामी जान लाग्यौँ है। तपाईँहरूलाई हामीले हिजो साँझ भनेका थियौँ 3 बजे चाहिँ हामी दाङथेगी सल्यान जानेछौँ भनेर। ट्याक्कै हामी जान लागिसक्यौँ र हिजो गरेको प्याकहरू पखेटेर हामी चाहिँ जान रेडी गऱ्यौँ। मेरो बुढी पनि रेडी भइसकेको छ। के कसो भइरहेछ बुढी? यस ल यस भनिसकेको छ। ल हामी चाहिँ अब ट्याक्कै तपाईँहरूलाई भनेको थियौँ हामीले ट्याक्कै 3 बजेतिर हिँड्छु भनेको थियौँ। हामी चाहिँ हिँड्न लाग्यौँ है गाइज। ल त गाइज अब चाहिँ हामी जान लाग्यौँ त गाइज है। चाडपर्व मनाउनको लागि गाउँतिर हिँड्न लाग्यो गाइज। आज चाहिँ हाम्रो काग तिहार होला है। यो ब्याग त हटाउँछ कहाँ त्यो हटाउला र खै। कहाँ जुत्ता नलग्यो होला त्यो त पगर्ने हुन्छ। फेरि नि ल त गाइज हामी चाहिँ लाग्यो। मैले चाहिँ ट्याक्क अब ब्याग गर्छु गाइज। ल त गाइज गाह्रो छ गाइज, गाह्रो छ गाइज। गाह्रो छ। ल बुढी ऊ बन्द गरेर आऊ है, गेट बन्द गरेर। ल पनि ल त गाइज हामी चाहिँ लाग्यौँ अब है। हाम्रो बाटो चाहिँ लागिसक्यौँ हामी चाडपर्व मनाउनको लागि। यो चाहिँ तिहारको झिलिमिली भइरहेछ गाइज हेर्नुहोस्। यो चाहिँ तिहारको माहौल है। अझै पनि लागिसकेको छैन यो त चाहिँ तिहारको माहौल। यो दाङमा लाग्दैछ होला बजारतिर। हामी चाहिँ अलिक यो रुफटप नजिकै छौँ र पश्चिम जाने बाटो यो ट्याक्कै पेट्रोल पम्प नजिकै छौँ अहिले चाहिँ। ल यो चाहिँ मेट्रो ए हामी चाहिँ यो मेट्रोको अगाडि छौँ अहिले। गाह्रो छ गाइज, गाह्रो छ। दसैँ सरी तिहार लागिरहेछ गाइज। यो त एकदम तिहारको माहौल चहल पहल भइरहेछ गाइज। यो चाहिँ पुलचोक गाइज। यो चाहिँ जुन दाङको पुलचोक रहेको छ यो पश्चिम जाने बाटो बनिरहन्छ यो पुलचोकमा। यो नजिकै चाहिँ एउटा हाट बजार लाग्छ बिहानै लागिसक्नु भएको छ है गाइज। अब लगभग 4-5 बजीतिर चाहिँ हाट बजार लागिहाल्छ गाइज। अनि यो चाहिँ बस पार्कको बजार क्षेत्र पर्यो गाइज।
यो चाहिँ बस पार्कको बजार क्षेत्र हो। कुकुरहरू चाहिँ धेरै हुन्छन् है गाइज। यस्ता छ यता चाहिँ कुकुरहरूको ग्याङ हुन्छ। अब चाहिँ कार्तिक लाग्यो गाइज है, कुकुरको ग्याङ चाहिँ धेरै छ। कोही पनि उठेको छैन, सुनसान छ गाइज तुलसीपुर बजार। मात्र भने हामी रहेछौँ अहिले जाग्दा बाग्दा भने है गाइज। ल ट्यार लागिरहेछ है गाइज यो तुलसीपुर बजारमा, तर आधा उधी लागेको छ, पुरै चाहिँ लागिसकेको छैन। यो ट्यार अझै कम हो गाइज है। आज चाहिँ मैले राइड गरिरहेको छु, मेरो बुढीले चाहिँ आज मोबाइल पक्रिरहेछ गाइज है। क्यामेराम्यान चाहिँ मेरो बुढी रहेको छ आज। तपाईँहरूले कस्तो लाग्छ मेरो बुढीले आज भिडियो चाहिँ कस्तो बनाउँदो रहेछन् है गाइज। हामी बिरेनचोकदेखि यो चाहिँ सल्यान रोड निस्केका छौँ हामीले। अब सल्यान रोड क्रस हुने बेला भइसक्यो। अब हाम्रो पनि बाटो आउनु लागिसक्यो। यात्रा कस्तो लागिरहेछ बुढी? ए अलिअलि खोकी लागेको छ, अब त्यही हो, बुढीलाई पनि रमाइलो यात्रा भइरहेछ गरे गाइज। मलाई पनि एकदम रमाइलो यात्रा भइरहेछ गाइज। अब बिहानको ट्याक्क पारी गाडीहरू पनि चल्दैन धेरै गाइज है, अनि त्यस्तो हावाहुल्ला पनि हुँदैन, सुनसान हुन्छ, मजाले आफ्नै तालमा जान सकिन्छ गाइज है। दाङबाट सल्यान जान सकिन्छ गाइज। ओहो हेलो गाइज, हेर्नुहोस् तिहार त यहाँ लागेछ के। ओहो झिलिमिली जिल्ला सेलरोटी रिल्ला, ए सरी सेलरोटी रिल्ला भन भन भाइ। यो झिलिमिली जिल्ला सेलरोटी रिल्ला भन भन भाइ। यो के भन्ने हो के भन्ने।
ल गाइज हामी चाहिँ ट्याक्कै सिरनर बजार आउन लाग्यौँ। हामी चाहिँ सिरनर बजारको आसपासमा पुगेका छौँ र यहाँ चाहिँ सिरनर बजारमा पनि तपाईँको तिहारको रमझम भइसकेको रहेछ। लाइटहरू बलिरहेका छन् र ट्याक्कै हामी सिरनर बजार आइसक्यौँ। र हाम्रो चाहिँ अलिकति स्कुटी बिग्रेको हुनाले हामीले चाहिँ स्कुटी बनाउनतिर लाग्नुपर्ने हुन्छ। यो ब्याट्रीले अलिक काम नगरेको हुनाले हामी ट्याक्कै सिरनर बजारको ग्यारेजमा पुग्न थाल्छौँ र अलिकति खेटखेट है खेट पनि गरिरहेको छ मेरो स्कुटीले चाहिँ। त्यसैले अब त्यही बनाउनको लागि चाहिँ ट्याक्कै हामी कमल ग्यारेजको नजिकै जाँदैछौँ। यो सिरनर बजार हो गाइज है। रमाइलो रमझम भइरहेको छ, तिहार लागिरहेको छ सिरनर बजारमा पनि। यो चाहिँ सिरनर बजारको मथल्ना चोक अथवा मथल्ना बस पार्क भन्छन् र हामी ट्याक्कै ग्यारेजभित्र पस्न थाल्छौँ। हामी कमल है कमल ग्यारेजको भित्र गएर ट्याक्कै हामी चाहिँ यो स्कुटी बनाउन थाल्छौँ। हामीलाई चाहिँ बिच बाटोमा हामी चाहिँ अहिलेसम्म घर पुग्ने हो, तर बिच बाटोमा चाहिँ स्कुटीले धोका दियो गाइज है। स्कुटीले धोका दिए हुनाले भिडियो पनि बनाउन पाइएन अनि के यस्तै गर्दै यस्तै भयो गाइज। के गर्ने गाह्रो छ। अनि हामी चाहिँ ट्याक्क होइन ओ सन्देश हेलो गाइज, मेरो साथी चाहिँ अगाडि गइरहेछ ट्याक्क भरे अनि ट्रकहरू गइरहेछ। यता चाहिँ हाम्रो यो जुन सल्यानको यो चाहिँ सिन हो है। हाम्रो आमाले चाहिँ ट्याक्क घाँस बोकेर आउनु भएको है गाइज। अनि हामी चाहिँ त्यो गर्नु यस्तो घोषणा अलि माथिबाट बनायो, मेरो हेलमेट नदेखायो। अनि गाइज हे तिमी वारीमा पारी जमुना बिचैमा टेकेको मन खान, त्यस्ता कुरा नगरौ क्या, त्यस्ता कुरै गर्ने होइन। गाइज हामी चाहिँ ट्याक्कै टरको पछि गएका छौँ। हामी चाहिँ ट्याक्क बिस्तारै गइरहेछौँ। अनि उताबाट हाइस आइरहेछ। गाह्रो छ गाइज, यो ठाउँमा गाडी अलि चलाउन जान्दैनन् जस्तो छ। कुतेलो तुफान लग्छन्, तुफान के गर्ने गाह्रो छ। यस्तो गाडी त तुफान लग्ने होइन नि त, बिस्तारै जाने हो, साधन जस्तो कुरो हो, मजाले आनन्दले जाने हो। अनि ट्याक्क सिनहरू देखाएर यसो सिनहरू पनि देखिन्छन् अनि त्यसरी पो जाने हो क्या। यहाँ त रक्तालको तालमा गाइज, रक्तालमा बाटो ठिक छ भन्दैमा मान्छेले उडाउँछन्। कहिलेकाहीँ त नेताले ओहो धुलो खाइने भयो गाई, धुलो खाइने भयो गाई, धुलो। ओहो यो त नेपाली पाउडर हो, नेपाली पाउडर गाइज, नेपाली पाउडर। हट, हामी अरू देशमा गएर मेकअप गर्नुहुन्न, हाम्रै देशमा प्रशस्त भएको मेकअप गर्न सकिन्छ गाइज। किन हो कुराकानी चलिरहेको क्या हो। अरे हामी अगाडि जाऊँ कि तपाईँ जानुहुने हो कि अगाडि? किन यस्तो गर्नुहुन्छ? स्पिड लग्नुहुन्छ फेरि। अनि के हो पारा यस्तो? अनि जानुहोस्, कुदाउनुहोस्, गियरमा हान्नुहोस्।
अँ? ओहो जाडो लाग्ला जस्तो गरिरहेछ जाडो। वारी जमाना ओ पवन पुत्र पवन पुत्र ढुङ्गो रहेछ नि किन चिटपिट्या हो ओहो हैट, गाह्रो छ। सिनै सिनले बनेको यो हाम्रो प्रशस्त जुन चलिरहेको छ ढुङढुङमारी लाउँदैछ रिङ्ग त जाम भने जान्छौ र घुम्ती घुम्तीमा तिम्रो माया रहेछ जम्ती जम्तीमा ये 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 ओ गाइज हामी चाहिँ अब ट्याक्क भरे जुन सल्यानको ढोडचोर भन्ने ठाउँमा आइपुग्न लागेका छौँ। हामी चाहिँ अहिले ढोडचोर भन्ने ठाउँको नजिक 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 गइरहेका छौँ। आजको भने जस्तो सोचे जस्तो पनि भ्लग बनाउन पाइएन किनभने गाइज अलिकति साधनले पनि धोका दियो अनि अब बाटोले पनि धोका दियो त्यस्तै भयो गाइज। अब त्यो कारणले सरी भने जस्तो भ्लग ल्याउन पाएन हजुरको माझमा त्यसको लागि यसो क्षमा पाऊँ हाम्रो गाइजदेखिबाट। अनि अरू त सब ठिक छ है भने जस्तो पनि छ नभने जस्तो पनि छैन। अलिकति के हो भनेको चाहिँ यसले चाहिँ आज किन धोका दियो भन्ने कुरोमा यहाँ चाहिँ म कन्फ्युज छु। यो चाहिँ हाम्रो जुन रामेखोला है यसलाई चाहिँ हामी रामेखोला भन्छौँ। जुन हामी बच्चामा चाहिँ के गर्थ्यौँ भने यहाँ चाहिँ वास्तवमा हामीले बच्चामा जुन मकैहरू धानहरू अनि गहुँहरू पिसाउन आउँथ्यौँ हामी ठाउँमा चाहिँ। अहिले ट्याक्कै अब म पढेको एउटा ट्याक्क नजिकै ढोडचोरमा आउँदैछौँ। सबैले माया अनि दया गरिदिनु होला है। दाउरा बोकिराख्नु रहेछ उसले हाम्रो टोलमा चाहिँ दाउराहरू बोक्छन् गाउँमा। भोक लागेर होला आवाजै पनि हान्न गाइज केही त देऊ शक्ति पावर आवाज आउने चिजहरू केही छैन गाइज छ भने खुवाउनु पर्यो इनर्जीहरू अनि गाउँतिर चाहिँ अब रोटीहरू हाल्छन् रमाइलो गर्छन् अनि सुरु भइहाल्छ त। मेरो बुढीले बिरामी भयो भयो भन्छ अनि
हरानै बजाइदिउँ के ढोरचोर ढोरचोर जान ढोरचोर बजार ट्याक्कै हामी चाहिँ यो रेणुका डेरीमा पहिला हामीले चाहिँ धेरै दुधहरू खाने अनि दुधहरू पिने गर्थ्यौँ हामीले चाहिँ यो रेणुका डेरीमा। अनि ट्याक्कै यो चाहिँ हाम्रो पुलिस चेकपोस्ट करण हाम्रो चेकपोस्ट यो चाहिँ यता रह्यो होइन। पहिलो गइन्छ नि Yeah, he's coming. चियापत्ती ल्याउने भन्थ्यो नि चियापत्ती के ल्याउने भन्थ्यो होइन चियापत्ती मात्रै हो क्या दिदीले किन गाइस यो चाहिँ म पढेको स्कुल हो अनि प्लेन भगवान भगवान यो बाटो कहिले बन्छ होला हे भगवान यो बाटो कहिले बन्छ होला भिडियो बनाएको थियो त्यसै होला किन बनाएन हो त बनाउनु पर्छ राम्रो हुन्छ क्या त्यहाँ चाहिँ ओ ब्रो के हो क्या बोलाएन पनि नसुनिने कहाँमा थियो त्यो त ए के काम बोलाइरहेको छु सन्दीप 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 भनिरहेको छु अरू त आराम हो स्कुलतिर जम्मा भइरहेछन् के हुन्ला ए हो ए ठिक छ त गयौँ है ल ल ल गाइज हाम्रोमा चाहिँ भलिबल प्लेयर पनि हुनुहुन्छ साथै हाम्रो साथी पनि है जुन सँगै पढ्ने लेख्ने खाने गर्ने चाहिँ हाम्रो साथी भएकोमा चाहिँ ठिक छ गाउँतिर आयो भने के हुन्छ भने पुराना साथीहरूसँग भेटघाट अनि रमाइलो कुराकानीहरू पनि हुन्छन्। यो चाहिँ माछाडगाडा बटाउने गाडी परेको चाहिँ तपाईँको जुन गाउँबाट आउँछ यो गाडी चाहिँ हामी चाहिँ ट्याक्कै यो जुन सिद्धकुमा गाउँपालिकामा छौँ यो सिद्धकुमा गाउँपालिका 3 मा चाहिँ अलि के हो यस्तो पुरा यो बाटो पनि होइन अलि नमजा नै नमजा छ गाइज अनि के नै भन्न सकिन्छ र अब बाटो नै यस्तै छ अब नेपालको हालतै यस्तै छ अब सिद्धकुमा के भन्नु अब सिद्धकुमादेखि अरू के भन्नु यो अब नेपालकै बाटोको हालतै यस्तै छ अब के भन्न सकिन्छ र गाइज होइन अब के कुरा बोलौँ भने फेरि अब सबै कुरामा अलि ध्यानै दिनुपर्ने हुन्छ गाइज नेपालमा अलि बाँच्न गाह्रो हुन्छ अनि
त्यसैले चाहिँ अब बाटो अब चाहिँ हामी त्यो ट्याक्कै घरनिरै आइपुग्न लाग्छौँ गाइस। घरैतिर आउँदैछौँ हामी चाहिँ। अब हेर्नुहोस् त गाइस तिहार लागिरहेको छ उता छतहरूमा। थाहै छैन, भिडियो क्लिप नगर्नु है। हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ, मेरो सहरमा हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ, यो आदिको सहरमा। अनि ऊ चाहिँ घरदेखि चाहिँ हामीलाई चियापत्तीहरू ल्याउने भनेको छ नि, त्यो चाहिँ कहाँ गराउने हो? बाटो यस्तो छ गाइस, यो बाटोले हामी कहिले पुग्छौँ थाहै छैन। अनि अब हामी पुग्छौँ बिस्तारै बिस्तारै पुग्छौँ, अब बिस्तारै बिस्तारै गाइस। हिलो भन्न पाउँदैनौ, धुलो भन्न सहरवासी तिमीलाई घर बसेको, बस्दा बस्दै मायामा खसेको, मेरो त गाउँमा छ। हिलो भन्न पाउँदैनौ, धुलो भन्न पाउँदैनौ, घुम्ती घुम्ती मोड, घुम्ती घुम्ती मोड, घुम्ती घुम्ती मोड, जेन्जीले आन्दोलन गर्न नछोड। घुम्ती घुम्ती मोड, घुम्ती घुम्ती मोड, जेन्जीले आन्दोलन गर्न नछोड। हेलो गाइज, हामी जाने त्यहाँ माथिको डाँडो, जुन त्यो डाँडामा जानुपर्ने छ। हामी त्यो डाँडामा कहिले गइ पुग्छौँ होला गाइज। हामी त्यो डाँडामा पुग्नु पर्ने छ गाइज। गाह्रो भइसकेको छ मलाई त गाइज, एकदम गाह्रो भइसकेको छ गाइज। कोही बेला पुग्ने हो गाइज, एकदम गाह्रो भइसकेको छ गाइज। बाटो खत्तम छ, बाटो खत्तम छ। बाइक भए त हुइली हुइली हान्ने हुन्थ्यो, स्कुटी हान्न मिलेन। स्कुटी हुइली हुइली हान्यो भने गाह्रो हुन्छ गाइज, त्यही भएर है। बाँध डोरीले, बाँध डोरीले केटा टपलाई लगे, गाउँकी छोरीले, बाँध डोरीले केटा टपलाई लगे, गाउँकै छुटीले।
आउने जाने बाटोमा त्यही ठुलो पेसा होइन, तिम्रो माया छ कि छैन भन्नु होला होइन, नत्र भने गइन, तिमी भने के हो भने म पनि त छैन। ओहो, हात पाठ्यो, गाह्रो छ मेरो बुढीलाई पनि हात पाठ्यो भन्दैछ। मेरो बुढीले पनि बन्द गर्दा हुन्छ है। ओहो, वास्तवमा हामी गाडीमा आउँथ्यौँ होला गाइज है, किनभने अब तपाईँहरूको माया साथ सपोर्ट पाइन्छ भने अब यस्तो बाटोमा आइयो, स्कुटी हालेर आइयो, अब तपाईँहरूले कस्तो माया दिनुहुन्छ अब तपाईँहरूको हातमा छ। नत्र भने त हामी गाडीमा आउने थियौँ। अब तपाईँको माया साथ सपोर्ट पाइएला, अब के कस्तो छ भ्यूहरू पनि देख्न पाउनु होला भनेर हामीले चाहिँ यस्तो बाटोमा हाल्यो गाइज। यो बाटोलाई अब कुन बाटो भनौँ, मैले कुन बाटो भन्न सक्छु थाहा छैन, तर यो बाटो चाहिँ ट्र्याक्टर र क्रस फायरको लागि चाहिँ प्योर बाटो हो यो गाइज। तर स्कुटी कार सार अनि बसहरूको लागि चाहिँ यो बाटो अलिक गाह्रो मानेको छु गाइज मैले। अब लिक पनि एक ठाउँ हुन्छ, एक ठाउँ हाल्यो एक ठाउँ नाच्न लगिजान्छ, यस्तो छ भने के गर्ने। त्यही पनि बल्ल तल्लो दाङबाट आइयो गाइज, दाङबाट आइयो गाइज। अस्ति नन स्टप दाङबाट घरै गइ थियो। आज यसले ठाराले बिचमा के धोका दिनु, भ्लग बनाउनु लाग्छन् भनेर सायद धोका दियो जस्तो लाग्छ गाइज है। यसले चाहिँ मलाई लास्टै धोका दिएको छ। अहिलेसम्म हामी घर गएर मजाले खानपिन खाएर तपाईँहरूलाई अहिलेसम्म म भ्लग हालिसक्थेँ होला गाइज। अब के गर्नु, परिस्थितिले यस्तै बनायो गाइज है। ओहो, ताने 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 ताने। ए भगवान बाटो बनाइदेऊ न, ए भगवान बाटो बनाइदेऊ, कोही छैन बाटो बनाउने अनि ए भगवान बाटो बनाइदेऊ। हेलो गाइज, यो चाहिँ हाम्रो बच्चामा पढेको स्कुलनिर आइसकेको छौँ है, जुन 1 देखि 8 सम्म पढेको स्कुल हो यो चाहिँ। ट्याक्कै अब हामी चाहिँ घर आइपुग्न लाग्यौँ गाइज। हाम्रो घर चाहिँ अब ट्याक्कै देखिन्छ है ल एकछिनमा। पारी त्यो चाहिँ हाम्रो घर पर्छ है, त्यो पारीको त्यो चाहिँ घर हो हाम्रो चाहिँ, ट्याक्कै देखिएको सबभन्दा लास्टको जुन डाँड्दैमा रहेको छ त्यो चाहिँ हाम्रो घर भयो।